हेलो गुड मर्निङ म चाहिँ बस्तीबाट भिडियो गरिरहेको छु र आज हामी आलु रोप्ने छु यहाँनिर र तपाईहरुलाई देखाउने छु। मामाले आलु अहिले रोप्नु लागि बारी खन्नु हुँदैछ। यो मेसिनले गर्दा पनि एकदम हेल्प हुने रहेछ। हेर्नु चाहिँ तलबाट आलुमा हाल्ने मल यहाँ तलबाट बोकेर आउनु हुँदैछ। यहाँ हेर्नुस् यसरी राख्नु भएको छ। माइजूले चाहिँ मल लिएर आउनु हुँदैछ। हाम्रो त फल त यो पहिलाको हात हो के खडक पात हो यो अझैको है। त्यही चाहिँ भाग्यमा नि सोच्नु हुँदैछ अब आलु रोप्नु पाउँदा। स्वर्गीयमा पुगेर झरेको थियो। नामका छोड्नु त्यो के छ यो सिकिराख्नु पर्छ पछि पछि बिहा हुन्छ आफै फल खानु पर्यो नि एक केजी यो चाहिँ आमा तर छोरी दिदी बहिनी जस्तै मजा आउँछ। हामी चाहिँ आलु रोप्नु है यो आलु रोपिसकेर चाहिँ हामी फेरि तरुलहरू पनि खन्छौँ। त्यो पनि देखाउँछु तपाईँहरूलाई अर्को भ्लगमा देखाउँछु होइन। हाम्रोमा चाहिँ तरुलहरू त दामी दामी फलेको छ। तपाईँहरू आउनुहोस् है, खाने भए चाहिँ आउनुहोस्, कन्ट्याक्ट गर्नुहोस्। र मेरो माइजू चाहिँ कस्तरी खनाउँछ देख्नु भइहाल्यो। यस्तो ब्युटिफुल केटीले यस्तो काम गर्छ नि। बस्तीको केटीहरू बिहा गर्छ। यति चाहिँ फाइदा चाहिँ अझै माइजू जस्तै काम गर्ने मेहनतिलो केटी चाहियो भने चाहिँ डु कन्ट्याक्ट गाइस। हेर्नुहोस् हामी आलु पनि रोपिसकिसक्यो। ल बाई बाई भनिदिनुहोस्। हामी अर्को पालिमा त आउँछ आलु पनि बस्नेमा हो यो चाहिँ अनि माथि बस्ने सबै नागीमा आलु रोपेको। लाइक शेयर सब्सक्राइब पनि भनिदिनु नि त। लाइक सब्सक्राइब गरिदिनु। बस्तीको मान्छेलाई बिचारा हामी कस्तो माया लाग्दो छ यस्तो झुम्रे लुगा लाएर बारीमा काम। हामी आलु पनि रोपिसक्यो देखिसक्नुहुन्छ। यो सिन्टेक्स चाहिँ फेरि हटाउँछ नि हामी एकछिन राखेको मात्रै कि। अब चाहिँ हामी तरुल खन्नेछौँ। अर्को भिडियोमा देखाउँछु तरुल चाहिँ। बाई बाई।